गाइज वेलकम है मिस्टर ठकुरी भ्लग अबदेखि हैन। अहिले चाहिँ हामी अब यसो रोमानियाको बुकारेस्ट सो रातो कार्पेटतिर यसो घुम्न जाँदैछौँ। हाम्रो सब बुढो मान्छेहरू हुनुहुन्छ है त। सो अब जाँदैछौँ हामी है। अहिले त हिँडिरहेको बाटोमा है हाम्रो बुढो टोली सहित पुरा फौजीको टोली हिँडिरहेछ हैन। रोमानियाको है त बाटोमा यस्तो छ बवाल छ है भ्यू चाहिँ। रोमानिया आएर यही हेर्ने मात्रै काम भएको छ है त, कामसाम छैन, यस्तै हो। अब हाम्रो बुढो बाबा रातो कार्पेट केही छिनमा पुग्ने नै छ है। अब पौडी खेल्ने छ, खासै चिसो त छैन, अलिअलि चिसो नै छ। टाउको मात्र चढिरहेछ, टाउको मात्रै चट्किरहेछ, चिसो चाहिँ छैन। चिसो चाहिँ छैन, चिसो चाहिँ छैन, टाउको मात्रै चट्किरहेछ है त। है त यो रातो कार्पेट है त, लास्टै चिसो छ यार, झन् पानीको छेउमा आएर है। ल ल यही हो रातो कार्पेट, खासै त्यस्तो केही छैन यार। चिसोले त राम्रो भएन यार, चिसोले बिजोग बनायो यार। के घुम्न आउने यार, चिसो लास्टै छ है सुभाष सर। ल लास्टै चिसो छ, ठिक छ ठिक छ। यसो घुमिरहेछ है त। तन एउटै मन